यहाँहरूलाई फेरि पनि आज स्वागत गर्न चाहन्छु र आज हेर्दा हेर्दै हाम्रो पार्ट 1 पार्ट 2 गर्दै आज पार्ट 3 भिडियो लिएर आएको छु र यसमा चाहिँ हामी अब आज मेन भनेकै विभिन्न सर्टकटहरू सिक्नेछौँ है, जुन चाहिँ कम्प्युटरमा युज हुन्छ। लगभग हामी 50 वटा चाहिँ हामी सर्टकटहरू सिक्नेछौँ, जुन चाहिँ अब बेसिकदेखि सुरु भएर तपाईँको अब कुनै पनि टेक्स्ट एडिटिङ सफ्टवेयरहरू हुन्छ, एपहरू हुन्छ होइन, त्यो एपहरूमा चाहिँ कसरी के युज गर्न सकिन्छ है, त्यो कुरा हेर्नेछौँ हामी। जस्तै अब एमएस वर्डहरू त्यो कुराहरूमा पनि, अनि ब्राउजरको सर्टकटहरू होइन, जुन हाम्रो यो ब्राउजर हुन्छ, हामी तपाईँले जस्तै युट्युबहरू सर्च गर्नुहुन्छ होइन, त्यो कुराहरू चाहिँ त्यो ब्राउजरमा चाहिँ युज गर्ने कसरी होइन। अब हामी त्यसपछि फाइल म्यानेजमेन्ट होइन, कुनै पनि फाइलहरूमा चाहिँ जस्तै फाइललाई डिलिट गर्ने, त्यसपछि नयाँ फाइललाई चाहिँ एड गर्ने, अथवा कुनै पनि फाइलको प्रपर्टिजहरू कसरी सर्टकटबाट चाहिँ हेर्ने, त्यो सबै हेर्नेछौँ। र अर्को भनेको चाहिँ अब विन्डोको चाहिँ होइन, जस्तै तपाईँको विन्डोलाई माउस युज नगरिकन किबोर्डबाटै है, यो सबै काम हामी चाहिँ के गरेर गर्छौँ, किबोर्डबाटै गर्छौँ, कुनै पनि माउस चाहिँ प्रयोग गर्दैनौँ, युज गर्दैनौँ है। भनेपछि हामीले चाहिँ अब विन्डोलाई चाहिँ कसरी चाहिँ म्यानेज गर्न सकिन्छ। जस्तै अब यहाँ तपाईँले धेरै कुराहरू खोलेर राख्नु भएको छ, त्यो सिधै नै बन्द गर्नु छ, यताउति त्यो सबै कुराहरू चाहिँ हामी हेर्नेछौँ है। अब गफ गर्नुभन्दा सिधै काम गरेर हेरौँ है त। ल अब बेसिकदेखि सुरु गरौँ है त। बेसिक मैले योभन्दा अगाडिको भिडियोमा पनि सिकाएको छु, तर त्यो हेर्नु भएको छैन भने चाहिँ त्यो हेर्नु होला, नभए पनि यसमा चाहिँ म देखाइहाल्छु। र जस्तै ल मानौँ बेसिक सर्टकटको लागि चाहिँ यसलाई मैले खोली, जस्तै एउटा फर्स्टमा हुन्छ कपी गर्ने है। जस्तै मलाई यो कपी गरेर बाहिर लगेर राख्नु छ भने मैले सिम्पल के गर्न सक्छु भन्दाखेरि यसलाई थिच्छु अनि कन्ट्रोल सी है, अब किबोर्डको काम भयो, कन्ट्रोल सी गर्ने। अनि हामीलाई जहाँ राख्न मन लाग्छ, मलाई यहाँ राख्न मन छ भने अब सिधै मैले यहाँ यतिकै थिच्छु र कन्ट्रोल भी गर्छु भनेपछि कन्ट्रोल सी कपी, कन्ट्रोल भी पेस्ट है। अब मलाई चाहिँ यहाँबाट यो हेर्नुभयो भने तपाईँ यहाँ पनि छ, यहाँ पनि छ, तर मलाई चाहिँ खास के गर्नु थियो भन्दाखेरि यो चाहिँ यहाँबाट टपक्क उठाएर है, कपी गरेर होइन, टपक्क उठाएर मलाई चाहिँ यो सिधै यहाँ लगेर राख्नु थियो, त्यहाँबाट हटाएर भने चाहिँ। जस्तै पहिला चाहिँ म यसलाई डिलिट गर्छु, यसलाई डिलिट गर्नको लागि डिइएल किबोर्डमा थिच्नु होला, डिलिट है, यसलाई मैले थिच्दिएँ। ल अब चाहिँ मैले यहाँ गएर यसलाई त्यहाँ लगेर राख्नु छ भने मैले के गर्छु भन्दा कन्ट्रोल एक्स है, कन्ट्रोल एक्स थिच्नुभयो भने यसले कट गर्छ। अब मैले यसलाई जहाँ लगेर राख्नु छ मैले त्यहाँ के गर्छु कन्ट्रोल भी। अब तपाईँले यहाँ गएर हेर्नुभयो भने त्यो यहाँ हुँदैन, यहाँ थियो नि यही भर्खर छैन, यहाँ आएर बस्यो भनेपछि यसरी हामीले कुनै पनि कुराहरूलाई चाहिँ टपक्क उठाएर कतै लगेर राख्नु छ भने चाहिँ के गर्नुपर्ने रहेछ, कट र पेस्ट है। त्यसपछि हाम्रो काम भनेको ल मानौँ तपाईँलाई चाहिँ यो भिडियो त मैले यहाँ लगेर राखेँ, अनि लास्टमा याद आयो कि मलाई चाहिँ यो यहाँबाट चाहिँ यहाँ लिएर आउनु थिएन भने तपाईँले फेरि यहाँबाट यसलाई कट गरेर उता लगेर राख्नुभन्दा तपाईँले के गर्न मिल्छ भन्दाखेरि तपाईँले कन्ट्रोल जेड थिच्न मिल्छ क्या। यसले चाहिँ के गर्छ भने अन्डु भनेको तपाईँले गरेको कामलाई चाहिँ फेरि त्यसले चाहिँ पुरानै तरिकामा लगिदिन्छ, भनेको तपाईँले गरेको कामलाई चाहिँ यसले हटाएर पुरानै पास्टमै लगिदिन्छ होइन, पहिला जे थियो त्यसमै पुऱ्याइदिन्छ। अब मैले यहाँ गएर हेऱ्यो भने त्यो भिडियो यहाँ आइसक्छ, आयो। अब मलाई फेरि याद आयो, होइन मलाई त यो त्यहीँ चाहिएको थियो भने मैले के गर्न मिल्यो भन्दाखेरि अब कन्ट्रोल वाई, त्यो भनेको चाहिँ रिडु भनेको चाहिँ होइन फेरि गर भनेको है। अगाडि जे कुरा मैले हटाएको थिएँ त्यो फेरि गर भनेको। यो चाहिँ फेरि तपाईँको यहाँ मात्र युज हुन्छ भन्ने कुरा होइन है, जहाँ पनि। जस्तै मैले यो एउटा अस्ति हामीले बनाएको थियौँ योभन्दा अगाडिको भिडियोमा, ल अब मैले यो खोली होइन, यो खोल्ने बित्तिकै अब यसमा हेर्नुहुन्छ भने मैले यति कुरालाई पनि कपी र पेस्ट गर्न मिल्यो क्या। यसको लागि के गर्नु पऱ्यो, यहाँबाट तपाईँले माउसबाट पनि यसलाई थिचेर तान्न मिल्यो चुज गर्नको लागि होइन। नभए के गर्न पायो भने तपाईँलाई यसलाई युज गर्नु छैन, माउसलाई सिधै नै किबोर्ड युज गर्नु छ भने चाहिँ के गर्न पायो, यो यस्तो हुन्छ, यसलाई यहाँ गएर थिच्नुहोस् र यहाँ गएर तपाईँले यहाँ एउटा सिफ्ट देख्नुहुन्छ, सिफ्ट है, तपाईँले त्यो देख्नु भएन भने पनि तपाईँले कन्ट्रोल सिटिआरएलको माथिपट्टिको जुन बटन छ त्यो सिफ्ट हो, त्यो सिफ्टलाई थिचिराख्नुहोस्। अनि तपाईँको यो एरो छ नि तल माथि यताउतिको होइन, त्यसको चाहिँ तपाईँले दायाँको हाम्रो चाहिँ राइटपट्टिकोलाई चाहिँ थिच्नुहोस्, थिचिराख्नु भने बढिरहेको छ, एक थिच्नु पनि यसरी हुन्छ, चुज भयो। अब कन्ट्रोल सी अनि तपाईँले जहाँ लगेर पेस्ट गर्ने त्यहाँ जानु अनि कन्ट्रोल भी है। अब मलाई यहाँबाट हटाएर सर्लक्क मुनि राख्नु छ भने मैले यसलाई के गर्छु कन्ट्रोल एक्स अनि मुनि गरेर कन्ट्रोल भी है। यो कुरा चाहिँ तपाईँले बुझ्नु पऱ्यो। अब मलाई याद आयो कि मैले यहाँ के कुरा लेखेँ अर्को पनि, जस्तै हाउ आर यु होइन, क्वेसन मार्क हाउ आर यु। ल अब यसपछि मलाई यो चाहिँ हटाउनु, यो चाहिएको थिएन, जस्तै मानौँ न अरू पनि केही गरेको थिएँ, ल
बाई बाई होइन। ल मैले यो सबै गरेँ। अब मलाई चाहिँ खास यो कुरा चाहिएको थिएन, पहिला जे थियो त्यही चाहिएको मलाई भने मैले के गर्न पाएँ भन्दाखेरि कन्ट्रोल जेड, यी जति म थिच्छु म त्यति पछाडि जान्छ यो। कन्ट्रोल वाई गर्छु त्यति अगाडि आउँछ यो है। जस्तै मैले मानौँ यसलाई चेन्ज गरिदिइहालेँ, अर्कै कुरा लेखेँ, फेरि अर्को काम गरेँ, अनि मलाई याद आयो कि अब मलाई यहाँ चाहिँ मैले पहिला के गरेको थिएँ मैले बिर्सी भने अब मलाई यहाँ त्यही कुरा चाहियो नि त। त्यो कुरा ल्याउनु छ भने मैले के गर्न पाएँ, अब कन्ट्रोल जेड गर्ने आयो है। भनेपछि यसरी हामीले पुरानो काम लिएर आउन पायौँ, पुरानो काम फेरि हटाएर फेरि अहिलेको नयाँ काम पनि लिएर आउन पायौँ होइन। कन्ट्रोल वाई भनेपछि पुरानो अन्डु, अहिलेको काम फेरि लिएर आइज भने रिडु, रिडु भनेकै रि फेरि गर भनेको है। अब मलाई यो सबै कुरा चुज गरेर डिलिट गर्नु छ भने तपाईँले माउसमा के गर्नुहुन्छ, थिचिराख्नुहुन्छ नि, यसरी चुज गर्नुहुन्छ होइन। नभए तपाईँले के पनि गर्न मिल्यो। अहिले भर्खर भनेको थिएँ मैले सिफ्ट थिचिराख्नुहोस् अनि तपाईँले चुज गर्नुहोस्। मैले मुनिको थिचेको छु है यो बटन तलपट्टिको, किनभने तल सर चुज गर्नुपर्ने भएर है। अब मैले यसरी गर्नुभन्दा मसँग धेरै हुन्छ पछि त। त्यो धेरै भएको केसमा जस्तै मैले यसैलाई कपी पेस्ट गर्दै धेरै बनाइदिन्छु। ल अब मलाई यो सबै कुरा चुज गर्नु पऱ्यो भने मैले के गर्न पाएँ भन्दा कन्ट्रोल ए, सबै चुज भयो। अनि तपाईँले अब यसलाई डिलिट गरे नि भयो, कपी गरे पनि भयो, जे गरे पनि भयो है। अब हामीसँग अर्को रहेको छ, तपाईँले यो काम त गर्नुभयो, अब यो काम गरिसकेपछि तपाईँलाई सेभ त गर्नु पऱ्यो नि त होइन। सेभ गर्नको लागि तपाईँले के गर्न मिल्यो भन्दा एउटा त यहाँ गएर सेभ थिच्नुपर्ने हुन्छ, तर तपाईँले सिधै के गर्न पाउनुहुन्छ भन्दाखेरि कन्ट्रोल यस, यसले चाहिँ सेभ गरिदिन्छ है। अब तपाईँले यसलाई बन्द गर्नुहोस्, फेरि त्यही खोल्नुहोस्, त्यो सबै कुरा चाहिँ त्यसमा बसिरहेकै हुन्छ। बसिरहेको छ है, यो पनि बुझ्नुभयो। र अर्को कुरा, तपाईँले चाहिँ आफ्नो कम्प्युटरबाट तपाईँले प्रिन्टर जोड्नु भयो आफ्नो कम्प्युटर अथवा आफ्नो ल्यापटपमा, अनि तपाईँलाई चाहिँ कुनै पनि कुरा प्रिन्ट गर्नु पऱ्यो होइन। तपाईँको अब कलेज स्टुडेन्ट हुनुहुन्छ अथवा जे कुरा गर्दा नि त प्रिन्ट त गर्नु पऱ्यो नि होइन। कुनै पनि फाइलहरू अथवा फोटो पनि तपाईँलाई चाहिँ अब निकाल्नु पऱ्यो होइन, प्रिन्ट गरेरै भने पनि जस प्रिन्ट गर्नको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि कन्ट्रोल पी, यो तपाईँले जेमा पनि गर्न मिल्यो यो है। तपाईँले फोटोमा पनि कन्ट्रोल पी गर्नुभयो नि प्रिन्टको यस्तो अप्सन खुल्छ। तपाईँले अब यो हामीले टेक्स्ट नोटप्याडमा गर्दा पनि प्रिन्टको अप्सन खोलेको छ। तपाईँले एमएस वर्ड पछि गएर वर्डमा तपाईँले कुनै आफ्नो प्रोजेक्ट वर्क गर्नुभएको छ, थेसिस बनाउनु भएको छ भने त्यसलाई प्रिन्ट गर्नुपर्ने हुन्छ। त्यो प्रिन्ट गर्नको लागि चाहिँ के गर्ने रहेछ, कन्ट्रोल पी। अनि कन्ट्रोल पी गरेर अब तपाईँको यहाँपट्टि देखिन्छ, उतापट्टि अब एमएस वर्डहरूको हो भने चाहिँ त्यसले चाहिँ सपोर्ट नगर्ने भएर देखाएको छैन। अब मैले यहाँ गएर कस्तो प्रिन्ट गर्ने हो त होइन। ओरिएन्टेसन भनेको चाहिँ तपाईँले A4 साइजको त्यो लामो कपीमा प्रिन्ट गर्न लानु भएको कि लाइनस्केप भनेको चाहिँ तपाईँको छड्के होइन, सिधा होइन, छड्के तरिकाले यसरी प्रिन्ट गर्न लाग्नु भएको भनेर चाहिँ चुज गर्न मिल्छ है। अनि कतिवटा कपी अब कलर गर्न लाग्यो कि ब्ल्याक एन्ड व्हाइट गर्न लाग्यो कि कलर गर्न लाग्यो त्यो गर्न मिल्यो, अनि प्रिन्ट गर्न मिल्यो है। ल अब यसको विस्तृत अरू पनि हुन्छ, प्रिन्टको भित्रको मार्जिनको कुराहरू त्यो पछि हेरौँला, अहिले सर्टकट हेरौँ। यो भनेको बेसिक कुराहरूको थियो होइन। तपाईँले यो चाहिँ फाइलमा मात्र होइन, तपाईँले यस्तो सबै कुरामा युज गर्न पाउनुभयो भर्खरको कुराहरू चाहिँ। अब हामी हेर्नेछौँ जुन चाहिँ फाइलभित्र मात्र युज गर्न पाउनुहुन्छ है। अरूमा नि युज गरे त भयो, तर मेनली त्यो फाइलभित्र युज गरिन्छ। त्यसको लागि चाहिँ मैले एउटा एमएस वर्डको एउटा फाइल क्रिएट गर्छु। ल यसलाई मैले यहाँ खोली, ल यसै छ, यसलाई पनि गरौँ। ल अब यसमा मैले केही कुरा लेखेँ होइन, हाउ आर यु फाइन। ल यो लेखी, अब यसलाई मलाई बोल्ड बनाउनु पऱ्यो होइन। अब तपाईँले एमएस वर्ड सिक्नु भएको छ अथवा छैन भने पनि यो भनेको चाहिँ एमएस वर्ड हो है। यसमा चाहिँ तपाईँले कुनै पनि तपाईँको आफ्नो प्रोजेक्टहरू अथवा तपाईँको कुनै पनि फाइल, तपाईँले कतै पनि लेटर लेख्नु पऱ्यो भने त्यो लेटर लेख्नदेखि तपाईँको सिभी बनाउनेदेखि त्यो सबै कुराहरू चाहिँ एमएस वर्डमा गर्न मिल्छ है। एक्सपिरियन्स लेटर बनाउनेदेखि सबै नै। अब यसमा चाहिँ तपाईँको यहाँ विभिन्न अप्सनहरू हुन्छ। अब मैले यसलाई बोल्ड गर्नु पऱ्यो, अलिकति बाक्लो देखाउनु पऱ्यो होइन भनी चाहिँ हामीले यो बीमा थिचेर युज गर्छौँ क्या प्रायः यसरी। तर मलाई अब माउस युज गर्नु छैन क्या, किनभने किबोर्डमा हात हुन्छ तपाईँको, तपाईँलाई फेरि माउस युज गर्नु पऱ्यो, फेरि किबोर्ड हात, त्यो अलिक झ्याउला हुन्छ पछि गएर तपाईँले काम गर्दाखेरि। त्यो भन्दा तपाईँले के गर्न पाउनु भन्दा जस्तै यहाँ छ मैले लेख्दैछु होइन। अब मलाई चाहिँ यो हाउलाई चाहिँ बोल्ड गर्नु पऱ्यो भने मैले के गर्न पाएँ, सिफ्ट अनि एरो हाम्रो राइट साइडको होइन, राइट साइडको चाहिँ थिच्नुहोस्, यति हो। अनि कन्ट्रोल बी, यसले चाहिँ बोल्ड गरिदिन्छ। फेरि यसैलाई कन्ट्रोल बी गर्नु पनि हटाइदिन्छ पनि, देख्नुभयो भनेपछि बोल्ड भयो है। अब इटालिक भन्ने हुन्छ, इटालिक भनेको चाहिँ छड्के पाराको देखाउनु पऱ्यो भनी कन्ट्रोल आई, छड्के देखायो हेर्नुहोस् त। यसलाई म ठुलो बनाइदिन्छु सबैलाई होइन। ल छड्के देखिरहेको छ नि अरूभन्दा
भनेपछि यो चाहिँ कन्ट्रोल आई इटालिक भन्छ। तपाईँले यही काम यहाँबाट पनि मिल्छ है, हटाउन तपाईँले यहाँबाट पनि मिल्यो। अब फेरि ल्याउने हटाउने गर्न कन्ट्रोल आई है। कन्ट्रोल चाहिँ थिचिराख्नु पऱ्यो, जस्ट आई चाहिँ अनि थिचिदिने, कन्ट्रोल थिचिरहेको हुन्छ, आई थिचिदिने है। अब अर्को भनेको अन्डरलाइन है। जस्तै तपाईँले चाहिँ कुनै पनि हेडिङ दिनुभयो, टाइटल होइन, जस्तै यहाँ गएर मैले सर्टकट्स भने यसलाई अन्डरलाइन दिनु पऱ्यो भने मैले यसलाई चुज गर्छु अनि यसलाई के गर्छु भन्दा कन्ट्रोल यु, यसरी नै मिल्यो। नभए तपाईँले यहाँ यसो हेर्नु पनि बत्ती बलिरहेको भर्खर हामीले कन्ट्रोल यु थिच्ने बित्तिकै है, किनभने यसले भनेको चाहिँ इनेबल भयो है, यो चुज भएको छ है भनेर यसले हामीलाई भनिदिएको छ है। अब मैले यसलाई यहाँ गएर पनि हटाउन चाहिँ मिल्यो है। अब मैले यसलाई के गर्न पायो भन्दाखेरि अब कन्ट्रोल यु थिच्दाखेरि आउँछ, अन्डरलाइन पहिल्यै भइसकेको छ है, पहिल्यै भइसकेको छ भने चाहिँ के गर्ने भयो, कन्ट्रोल युले फेरि हटाइदिने भयो। त्यो कुरा बुझ्नु पऱ्यो है। अब हामीसँग अर्को हुन्छ, तपाईँले जस्तै पछि गएर यहाँ धेरै कामहरू गर्नुहुन्छ अनि तपाईँलाई कसैले भनिदियो कि यहाँ चाहिँ यो लेख्ने होइन है, तपाईँले यु लेखेको ठाउँमा चाहिँ माई लेख्नुपर्ने भयो भन्नुभयो भने पहिला तपाईँले अब कहाँ यु लेख्नु भएको छ खोज्नु पऱ्यो। त्यो खोज्नको लागि चाहिँ कन्ट्रोल एफ, हेर्नुहोस् त है। अब मैले यहाँ यु लेख्छु हेर्नु है, अनि मैले यसले मलाई देखाइदिइसक्यो यहाँ, हो कि होइन हो, भनेपछि खोज्न जान्नुभयो तपाईँले। अब तपाईँले यसलाई चाहिँ युको ठाउँमा चाहिँ के लेख्नु पऱ्यो, माई, भने चाहिँ तपाईँले यसलाई रिप्लेस गर्नुपर्ने हुन्छ। रिप्लेसको लागि हामीसँग हुन्छ कन्ट्रोल एच आयो नि। अब मैले यु लेखेको छु, युलाई मैले माई भनिदिन्छु अनि रिप्लेस एउटालाई मात्र गर्ने भयो, यसले एउटालाई मात्र गर्छ। जस्तै फाइन नेक्स्ट थिच्दाखेरि ए हो नि, अब यसलाई मात्र रिप्लेस गर्छ, मैले यहाँ थिचेँ भने अनि फेरि अर्कोतिर जान्छ। यदि मैले यहाँ यसको ठाउँमा चाहिँ के गरे भए अघि नै रिप्लेस अल गरे भए सिधै सबैलाई नै रिप्लेस गरिदिन्थ्यो। अल डन, वी मेड वान रिप्लेसमेन्ट, एउटा मात्र रिप्लेस गऱ्यौँ भनेको है। ल यसरी गर्न मिल्यो भन्दाखेरि फाइन्ड गर्न कन्ट्रोल एफ, रिप्लेस गर्नलाई कन्ट्रोल एच है। भनेपछि यो चाहिँ हामीले केमा युज गर्न पायौँ, टेक्स्ट एडिटिङ होइन। जस्तै मानौँ मैले मेरो किबोर्ड चाहिँ मेरो यो कर्सर, यसलाई चाहिँ कर्सर भन्छ है, मेरो यो चाहिँ यतापट्टि थियो है। अब यो यतापट्टि थियो भने मलाई चाहिँ कहाँ लग्नु छ भन्दा अगाडि, हाउको अगाडि लग्नु छ भने चाहिँ मैले माउस युज गर्नु परेन क्या। तपाईँको किबोर्डमा हेर्नुभयो भने तपाईँले चाहिँ होम भन्ने देख्नुहुन्छ, अथवा तपाईँले एम लेखेको हुन्छ है, त्यहाँ थिच्नुभयो भने अगाडि जान्छ है। तपाईँले इन देख्नुहुन्छ इएनडी है, त्यहाँ थिच्नुभयो भने लास्टमा जान्छ, त्यो कुरा थाहा हुनु पऱ्यो है। तर तपाईँलाई चाहिँ जस्तै मैले यहाँ धेरै कुरा लेखेको छु होइन, अब मैले धेरै कुरा लेखेकोमा मलाई अहिले त हाम्रो के भइरहेको छ, जस्तै यहाँबाट मैले होम गरेँ नि, त्यही लाइनको चाहिँ जहाँ चाहिँ हाम्रो कर्सर छ त्यसकै लाइनको फर्स्टमा गएको छ होइन। इन थिच्यो भने त्यसकै लाइनको लास्टमा गएको छ। तर मलाई चाहिँ कहाँ चाहियो भन्दाखेरि होइन, यो पुरै डकुमेन्टको चाहिँ यो माथि फर्स्टमा यहाँ चाहियो भने चाहिँ मैले के गर्न पाएँ भन्दा माउसले लग्न पाइन्छ है, फेरि नपाउने होइन, तर किबोर्डबाटै गर्नु छ भने कन्ट्रोल अनि होम, हेर्नुहोस् त माथि गएको छ। अब तपाईँले लास्टमा यो डकुमेन्टकै लास्टमा राख्नु छ भने कन्ट्रोल इन्ट, यहाँ रहेछ मेरो लास्टको, किनभने मैले इन्टर थिच्दाखेरि यहाँसम्म पुगेको थियो है। अब यो भनेको चाहिँ कुनै पनि तपाईँले टेक्स्टहरू होइन त्यो कुराहरूमा चाहिँ मिलाउनु पर्न मिल्ने सर्टकट हो है। अब हामी हेर्छौँ ब्राउजर सर्टकट्स है त। अब यसलाई मैले बन्द गरिदिएँ। यही कुरा तपाईँले सेभ गर्न मन छ भने चाहिँ के गर्न पाउनुभयो, अहिले भर्खर गरेको सिकेको कन्ट्रोल एस। अब कहाँ सेभ गर्ने, तपाईँले त्यो फोल्डर चुज गर्नु पऱ्यो अनि सेभ गर्नु पऱ्यो है। ल यसलाई मैले अहिले चाहिँ सेभ गर्दिनँ, डन्ट सेभ भनिदिएँ। अब हामी हेर्छौँ ब्राउजरको सर्टकटहरू है त। अब ब्राउजर भनेको के हो होइन, तपाईँको अब अरू विभिन्न जस्तै तपाईँको सर्च इन्जिन भन्छ, ब्राउजर भन्छ, त्यो थाहा छैन भने चाहिँ त्यसको लागि पनि भिडियो बनाउला पछि है, कमेन्ट गर्नु होला। तर ब्राउजर भनेको अहिले बुझ्दाखेरि चाहिँ तपाईँले कुनै पनि फेसबुक अथवा गुगल अथवा तपाईँले युट्युब जे कुरा नि हेर्नलाई चाहिँ ब्राउजर ओपन गर्नुपर्ने हुन्छ है। तपाईँको क्रोम, फायरफक्स, माइक्रोसफ्ट यो इज होइन, तपाईँको विभिन्न ब्रेभ भन्छ, त्यो धेरै ब्राउजरहरू चाहिँ हुन्छ है। यसलाई मैले अहिले ओपन गरेँ। अब यसमा हामी सर्टकटहरू हेरौँ है त। तपाईँले ब्राउजरमा प्रायः जसो कामहरूको लागि तपाईँले माउस युज गर्नै पर्दैन क्या। तपाईँले जस्तै यहाँ केही ओपन गर्नुभयो, तपाईँले यहाँ जस्तै युट्युब भने मैले होइन, युट्युब भने ल यसलाई यतिकै यो यस्तो ओपन भयो होला मैले स्पेलिङ भिडियो। अब मैले चाहिँ के गर्न मन लाग्यो भने अर्को ट्याब, यसलाई भन्छ ट्याब है, यो भनेको ट्याब हो, अर्को नयाँ ट्याब खोल्न मिल्छ, नयाँ फेसबुक चलाउनको लागि नयाँ नयाँ ट्याबहरू खोल्न मिल्छ, त्यो कुरा तपाईँलाई थाहा हुनु पऱ्यो है। अब मलाई चाहिँ नयाँ ट्याब खोल्नु पऱ्यो भने मैले माउस युज गर्नु पर्दैन, यहाँ गएर थिचिराख्नु पर्दैन। मैले के गर्न पाएँ भन्दा कन्ट्रोल टी, नयाँ खुल्यो, फेरि कन्ट्रोल टी, नयाँ खुल्यो है। अब मलाई पालै पिलो हटाउनु पऱ्यो भने के गर्न पायो, कन्ट्रोल डब्लु,
देख्नुभयो नयाँ ट्याब खोल्न कन्ट्रोल टी अनि त्यही ट्याबलाई चाहिँ क्लोज गर्नको लागि कन्ट्रोल डब्लु है। अब मलाई चाहिँ एउटा कुरा हुन्छ नि जस्तै मैले यसलाई बन्द गरिदिएँ है अनि मैले फेरि ओपन गरेँ अब मलाई चाहिँ क्लोज भएको यो प्रायःलाई थाहा छैन है बन्द भएको ट्याबलाई चाहिँ फेरि खोल्नु पऱ्यो भने मैले कन्ट्रोल सिफ्ट एकैचोटि थिच्ने अनि टी थिच्न मिल्छ क्या हेर्दै अघि यही थियो नि अब मैले यसलाई अझ पनि मैले पुरानो ट्याब पनि खोल्न मिल्छ क्या तपाईँले बन्द गरिसकेको जस्तै मैले फेरि कन्ट्रोल सिफ्ट र टी थिच्यो भने फेरि यसले अर्को पनि खोलिदिन्छ क्या पहिलाको है यहाँ हेर्दै सबै है ल अब अर्को भनेको चाहिँ हाम्रो जस्तै मैले यहाँ केही कुरा खोलाएको थिएँ अघि नै जस्तै यही खोलौँ अनि फेरि यहाँ जाउँ फेरि यहाँ गएर कम्प्युटर भनौँ यतिकै ल कम्प्युटर भनिदिएँ मैले यतिकै मानौँ होइन ल मैले यो र यो खोलाएको छु अब मलाई यहाँबाट चाहिँ यहाँ जानु पऱ्यो भने मैले माउस युज गर्नु पर्दैन क्या मैले सिम्पल के गर्न पाएँ भन्दा कन्ट्रोल र हामीसँग ट्याब भन्ने हुन्छ यतापट्टि तपाईँले हेर्नुभयो भने तपाईँले त्यो ट्याब भन्ने कुरा चिन्नु भएन भने तपाईँको ठ्याक्क क्यूको है क्यू किबोर्डको साइडमा हेर्नुभयो भने त्यही नै हो ट्याब है त यसमा तपाईँले थिच्नुभयो भने कन्ट्रोल र ट्याब हेर्दै तपाईँको त्यो ट्याब छ नि हाम्रो जुन यहाँको ट्याब त्यो बिचमा चाहिँ यसले स्विच गर्छ फेरबदल गर्छ है टक्क टक्कै होइन हामी होइन अब अर्को नि एउटा के हुन्छ नि त्यसै तपाईँले मानौँ अर्को मैले कन्ट्रोल टी थिचेँ मैले माउस युज गरेको छैन है अब यहाँ गएँ मैले यहाँ गएर के थिच्छु भन्दाखेरि फेसबुक भने मैले ल अब मलाई चाहिँ सिधै यो फर्स्टको त्यो युट्युब लेखेकोमा जानु पऱ्यो भने ट्याबले चाहिँ के गर्छ फेरि एउटा गर्छ नि होइन जस्तै यसमा तपाईँलाई अलिक इक्जाम्पल बुझ्नुहुन्न ल अर्कोमा नि गरौँ जस्तै यहाँ चाहिँ के खोल्नु भने ल दराज होइन ल म यहाँ छु मलाई चाहिँ अब दराजमा पुग्नु पऱ्यो सिधै अब मैले ट्याब थिचेँ भने त फेसबुकमा जान्छ अनि मात्र दराजमा जान्छ मलाई दराजमा जानु पऱ्यो भने चाहिँ यो गर्नुहोस् त एउटा दुईवटा तिनवटा चारवटा हो नि भनेपछि कन्ट्रोल अनि तपाईँको त्यो किबोर्डमा भएको 1 2 3 4 लेखा छ नि त्यसमा 4 थिच्नुहोस् फोमा गयो तपाईँले युट्युबमा जानु पऱ्यो भने मैले 1 थिच्छु क्या कन्ट्रोल र 1 हेर्नुहोस् त कन्ट्रोल र 3 यसरी नै हामी ब्राउजरमा यसरी ट्याबहरू बिच चाहिँ जान पाउँछ हामीले है सर्टकटबाट अब तपाईँलाई अगाडि जाने त हामीले सिक्यौँ कन्ट्रोल र ट्याब 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 होइन अझै पछाडि जानु पऱ्यो तपाईँलाई भने चाहिँ हामी के गर्न मिल्छ भन्दाखेरि कन्ट्रोल सिफ्ट अनि ट्याब पछाडि जान्छ क्या यसले चाहिँ देख्नुभयो कन्ट्रोल सिफ्ट अनि ट्याब है त र अब मलाई चाहिँ यो सर्च गरेको ठाउँमा नयाँ केही कुरा सर्च गर्नु पऱ्यो भने मैले किबोर्ड लगेर यहाँ थिचेर यसलाई हटाउनु पर्दैन के मैले के गर्न मिल्छ भन्दाखेरि कन्ट्रोल अनि यल तपाईँले किबोर्डबाटै सबै कुरा भयो अब मैले यहाँ नयाँ कुरा सर्च गर्न मिलिहाल्यो होइन भनेपछि यसरी हामीले कन्ट्रोल यलबाट नि यो एड्रेस बार भन्छ यसलाई यो एड्रेस बारलाई चाहिँ एक्सेस गर्न पाउँछौँ लिन पाउँछौँ आफ्नो हातमा लिन पाउँछौँ होइन अब मलाई यो रिफ्रेस गर्नु पऱ्यो कहिलेकाहीँ नेट सेट जान सक्छ होइन तपाईँको कनेक्सन फेल हुनसक्छ अनि फेरि रिफ्रेस गर्नुपर्ने हुन्छ नि त किबोर्ड तपाईँले चाहिँ यो यसको लागि चाहिँ माउस युज गरेर फेरि यहाँ गएर यो थिचिरहनु परेन के गर्न पाउनुभयो तपाईँको किबोर्डमा रहेको त्यो F5 भन्ने हुन्छ त्यहाँ माथि हेर्नुभयो नि त्यहाँ थिच्नुहोस् त रिफ्रेस हुन्छ है यो रिफ्रेस पनि तपाईँको फेरि दुई प्रकारको हुन्छ क्या तपाईँको नर्मल रिफ्रेस हो यो भनेको है अर्को भनेको चाहिँ एउटा के हुन्छ नि हार्ड रिफ्रेस भन्ने हुन्छ क्या अलिकति है रिफ्रेस पनि नभनौँ हार्ड रिस्टार्टै हो त्यसले चाहिँ के गर्छ भन्दाखेरि त्यसलाई राम्ररी नै रिफ्रेस गरिदिन्छ राम्ररी नै रिस्टार्ट गरिदिन्छ त्यो भनेको चाहिँ कन्ट्रोल सिफ्ट र आर है त्यो चाहिँ बुझ्नु पऱ्यो तपाईँले है त अब हामीसँग रहेको छ अर्को तपाईँले चाहिँ अब आफ्नो सर्च गरेको आफूले के कुराहरू सर्च गरेको छ त्यो हेर्नु पऱ्यो भने तपाईँले यहाँ गएर हिस्ट्रीमा जानुहुन्छ होइन त्यही कुरा तपाईँले कन्ट्रोल र यास दिँदा पाउनुभयो के तपाईँले यहाँबाट सबै नै यसरी हिस्ट्री हेर्नु पाउनुहुन्छ है अब हामीसँग रहेको छ अर्को डाउनलोड होइन तपाईँले डाउनलोड गरेको फाइलहरू हेर्न मन छ भने कन्ट्रोल जे हेर्नुहोस् त आएको छ हो यस्तो तपाईँलाई मेनली चाहिराख्ने सर्टकटहरू चाहिँ यो रहेको छ है ब्राउजरको छन चाहिँ धेरै नै हुन्छ तपाईँले खोज्न सक्नुहुन्छ तर मेन तपाईँलाई चाहिने भनेको चाहिँ प्रयोगमा आइराख्ने युजमा आइराख्ने भनेको यही नै हो है त अब हामी हेर्छौँ अर्को त्यो भनेको चाहिँ फाइल म्यानेजमेन्टहरूको है त अब फाइल म्यानेजमेन्टमा के पऱ्यो भन्दा फाइलमा गर्न मिल्ने कुराहरू चाहिँ हामी हेर्छौँ है जस्तै मैले अस्ति सिकाउँदाखेरि तपाईँलाई सबै कुरा सिकाएको छु यसलाई फाइललाई कसरी हामीले डिलिट गर्ने कसरी माथि मुनि मुभ गर्ने यताउति होइन प्रपर्टिजहरू हेर्न सिकाएको थिएँ कतिवटा फाइल छ यसको मेमोरी कति यसले लिएको छ होइन अब मैले यसको नाम यो रिनेम गर्न चाहिँ अस्ति भन्न बिर्सेको रहेछु होइन आज त्यही हेरौँ यसलाई हामीले अब के गर्न मिल्थ्यो भन्दाखेरि अरू बेलामा राइट क्लिक गरेर है जुन मैले अस्ति भनेको छु अप्सन सिलेक्ट गर्ने तरिका है त्यहाँ थिचेर तपाईँले यो रिनेममा चुज गर्न सक्नुहुन्छ रिनेम गर्नलाई नाम चेन्ज गर्नलाई होइन मैले जस्तै यहाँ बाई गरेँ तर मलाई चाहिँ यो माउस त युज गर्नु छैन तपाईँले के गर्न पाउनुभयो भन्दाखेरि यसलाई तपाईँले चुज गर्नुहुन्छ होइन
गरिसकेपछि तपाईँले त्यहाँभित्र गएर फेरि राइट क्लिक गरेर त्यो गर्नु पर्दैन क्या। तपाईँले सिधै तपाईँको F2 छ नि तपाईँको किबोर्डमा, त्यो F2 थिच्नुहोस् त। अब तपाईँले यहाँ लेख्न पाउनुभयो फर्स्ट। ल जा, खेल खतम होइन। अब यसलाई डिलिट गर्ने तपाईँलाई थाहा नै छ, DEL डेल है। त्यो मैले गरिनँ, अहिले डिलिट हुन्छ फेरि, तर ठिकै छ। यहाँ खासै के नै छ र होइन। डिलिट भयो भने के गर्न मिल्छ अरे हामीले, ल डिलिट भयो, के गर्न पायो, Ctrl Z होइन, फिर्ता आइहाल्यो। तर मलाई फिर्ता ल्याउनु छैन अब यो फाइल चाहिँ है। मलाई सधैँको लागि डिलिट गर्नु छ, जस्तै यो गरौँ न, यो सधैँको लागि डिलिट गर्नु छ भने चाहिँ सिफ्ट अनि डिलिट, हेर्नु त अप्सन आएको छ, आर यु स्योर यु वान्ट टु डिलिट भनेर आइरहेको छ। मैले याद गरिदिन्छु, डिलिट हुन्छ है। अब हामी चाहिँ जस्तै तपाईँलाई यसको प्रपर्टिज हेर्नु पऱ्यो भने तपाईँले यसलाई चाहिँ थिचेर फेरि यहाँ गएर प्रपर्टिज हेर्नुहुन्छ अरू बेलामा, तपाईँले गर्नु पर्दैन। तपाईँले के गर्नु पाउनुभयो, अल्ट अनि इन्टर, अनि यसरी खुल्छ है। यो चाहिँ यसको प्रपर्टिज भयो। तपाईँले प्रायः जस्तो सर्टकटहरू चाहिँ यसरी राइट क्लिक गर्नु भने यिनीहरूको के चाहिँ गर्न सकिन्छ सबै यहीँ लेखा हुन्छ कि, तपाईँले यो पनि हेर्न सक्नुहुन्छ है। ल यसको तपाईँलाई मेन चाहिने भनेको चाहिँ फाइल मेनको लागि चाहिँ अहिले चाहिने भनेको चाहिँ त्यही रिनेम भयो, F2 डिलेट, सिफ्ट प्लस डिलेट भनेको पर्मानेन्टली डिलेट, अल्ट प्लस इन्टर थिच्दाखेरि प्रपर्टिजहरू हेर्ने भइहाल्यो। अनि तपाईँले चाहिँ Ctrl Shift र यान थिच्नुभयो भने चाहिँ न्यू एउटा कुनै फोल्डर चाहिँ बनाउन मिल्छ हामीले है। तपाईँलाई नयाँ फोल्डर कुनै एड गर्नु छ भने तपाईँले यसरी यहाँ यहीँ गएर यसरी फोल्डर बनाउनु पर्दैन। तपाईँले के गर्न पाउनुभयो, Ctrl Shift र यान बन्यो है। भने यो कुरा तपाईँले बुझ्नु पऱ्यो है त। अब हामी जान्छौँ हेर्नलाई विन्डो म्यानेजमेन्टको चाहिँ सबै सर्टकटहरू है त। जस्तै मैले यहाँ एउटा यो खोलेको छु यो होइन, अनि मैले अर्को चाहिँ यो रिसाइकल बिन खोलेको छु। ल अब मैले यसलाई मुनि राख्दिएँ मिनिमाइज गरेर, अनि यो चाहिँ यस्तो भयो। अब मलाई चाहिँ यो अर्को खोल्नु पऱ्यो, अब यो खोल्नु पऱ्यो यसरी होइन। तर यो तपाईँले यहाँ जानु पऱ्यो, थिच्नु पऱ्यो नि त। त्यो भन्दा के गर्न पाउनुभयो भन्दाखेरि यो पनि खोलेर राखौँ, यसरी यो अब मुनि हुन्छ, तपाईँले फेरि यहाँ पनि थिच्नु पऱ्यो, फेरि यहाँ जानुहुन्छ, फेरि अर्कोमा यहाँ थिच्नुहुन्छ, त्यहाँ जानुहुन्छ होइन। त्यो भन्दा पनि हामीले के गर्न मिल्यो भन्दाखेरि चाहिँ अल्ट अनि ट्याब, हेर्नुहोस् त यसरी चाहिँ जान मिल्छ। जस्तै यहाँ थिची यहाँ गयो, अल्ट ट्याब यहाँ गयो, फेरि अल्ट ट्याब यहाँ गयो। ट्याब कहाँ छ अरे, क्यूको साइडमा अथवा CAPS क्याप्स लकको माथि है, यसरी जान मिल्छ हामीले है त। त्यो कुरा चाहिँ तपाईँले चाहिँ याद गर्नु पर्यो है। अब हामीसँग अर्को हुन्छ, जस्तै तपाईँले चाहिँ यो सबै खोल्नुभयो नि, यति यो पनि खोल्नुभयो, यो पनि खोल्नुभयो, सबै खोलिराख्नु भएको छ ल यसरी होइन। तपाईँलाई चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि अब यो सबैलाई चाहिँ एकैचोटि मिनिमाइज गर्नु पऱ्यो। यहाँबाट थिचेर तपाईँले मिनिमाइज गर्नुहुन्छ नि यसरी, तर तपाईँले धेरै खोल्नु भयो भन्दाखेरि सम्भव हुँदैन। त्यसलाई चाहिँ के गर्ने भन्दाखेरि विन्डो प्लस याम, सबै मुनि गयो नि होइन हो, यसरी चाहिँ हामीले मुनि सबैलाई चाहिँ पठाउन मिल्छ है। भनेपछि त्यो कुरा चाहिँ तपाईँले बुझ्नु पऱ्यो है त। अब हामीले चाहिँ यसमा भएको यो फाइल एक्सप्लोरर खोल्नु पऱ्यो भने हामीले अस्ति पनि हेरेका थियौँ, विन्डो प्लस थिच्यो भने चाहिँ यसले के गरिदिन्छ, हाम्रो फाइल एक्सप्लोरर खोलिदिन्छ है। त्यो कुरा चाहिँ थाहा हुनु पऱ्यो। र अर्को कुरा भनेको चाहिँ हामीले चाहिँ कुनै पनि जस्तै यो मानौँ मैले यो खोलेको थिएँ, यसलाई मैले बन्द गर्नु पर्ने त यहाँ थिच्छु नि, तर यसलाई यहीँ थिचेर बन्द गर्नुपर्छ छैन के। मैले के गर्न पाउँछु भन्दा अल्ट प्लस F4 बन्द भयो। अझ मैले अल्ट प्लस F4 गरेँ नि यसले मलाई पुरै सटडाउन गर्ने, रिस्टार्ट गर्ने सबै अप्सनहरू देखाउँछ। देख्नुभयो भनेपछि यो हामीले चाहिँ अल्ट F4 गर्दाखेरि चाहिँ आफू अहिले जुन विन्डोमा छ त्योबाट तपाईँलाई बाहिर आउनु छ भने चाहिँ अल्ट F4 है। अब हामी चाहिँ लक गर्नु पऱ्यो यो स्क्रिनलाई है। भनेपछि विन्डो प्लस L, तपाईँले पासवर्ड राख्नु भएको भने चाहिँ लक गरिसकेपछि फेरि पासवर्ड लेखेर भित्र छिर्नुपर्ने हुन्छ। यदि पासवर्ड लेख्नु भएको छैन भने चाहिँ लक हुन्छ, इन्टर थिचेपछि फेरि खुल्छ है। ल भयो, अब मैले पासवर्ड लेख्छु यसमा, मेरो तपाईँले ब्ल्याक स्क्रिन देखिराख्नु भएको होला किनभने पासवर्ड लेख्ने ठाउँ भएको भएर हो। मैले के गरेँ भन्दाखेरि मेरो पासवर्ड लेखेँ, अब इन्टर थिची खुलिसक्यो है। र अब हाम्रो मेन भनेको चाहिँ अर्को हेरौँ, यो खोल्यौँ। ल अब मलाई चाहिँ दुईवटा काम गर्दैछु मैले अहिले, मानौँ है मैले यसमा युट्युब हेर्दैछु होइन, अनि अर्कोमा चाहिँ मैले यहाँ चाहिँ केही काम गर्दैछु अरे ल मानौँ भने चाहिँ मलाई अब यो दुईवटालाई चाहिँ यता र यता राखेर काम गर्नु पऱ्यो भने मैले यसलाई चुज गरेर विन्डो थिचेर यसलाई कहाँ पठाउने, अब यसलाई चाहिँ मलाई यतापट्टि राख्न मन लाग्यो भने मैले के गर्न पाएँ, विन्डो प्लस अनि हाम्रो एरो छ जुन त्यसमा भएको त्यो राइटमा भएको चाहिँ थिचिदिनुहोस्। अब मैले यो दुईवटामा केलाई यता राख्ने भनिन्छ सोध्छ यसले होइन। अब मैले यसलाई थिच्छु, यो यता आएर बसिसकेको छ है। भनेपछि मैले यसरी चाहिँ कुनलाई कतापट्टि मिलाएर राख्ने होइन, मलाई यो यहाँ राख्नु मन लागेको छैन, मलाई चाहिँ यसलाई यता लगेर राख्न मन छ, अनि यसलाई चाहिँ यता राख्नु छ भने चाहिँ के गर्न पाएँ भन्दा यसलाई थिच्ने अनि विन्डो थिच्ने अनि राइटपट्टि टक्क, फेरि राइटपट्टि टक्क,
अनि अब यता के राख्ने हैन। यसरी चाहिँ मैले टक्क साइड बाइ साइड राखेर मजाले दुईटैको काम गर्न पाउँछु है। अब मलाई यो चाहिँ फेरि के गर्नु छ भन्दाखेरि मुनतिर लग्नु छ, मिनिमाइज गर्नु छ भने अहिले हामीले विन्डो याम त हेरेका थियौँ त्यो सबै नै गर्ने, तर यसलाई मात्र लग्नु छ भने चाहिँ यहाँ थिच्नु पर्दैन। तपाईँले विन्डो प्लस अनि त्यो मुनिको एरो छ नि, अहिले हामीले जहाँ चाहिँ त्यो राइटतिरको थिएका थियौँ अब चाहिँ तपाईँले डाउनतिरको है मुनतिरको थिच्नु त, डबल थिच्नुभयो भने तल गइसक्यो होइन, एकचोटि थिच्नु भने सानो भइरहेको छ अनि फेरि हेर्नु होइन। यसरी चाहिँ हामीले विन्डोको कुराहरू चाहिँ है तपाईँलाई मेन अहिले चाहिराख्ने कुरा चाहिँ यही नै हुन्छ। अब हामी हेर्नेछौँ मेन भनेको चाहिँ अर्को भनेको स्क्रिनसटहरूको यताउतिको लागि चाहिँ है। तपाईँले चाहिँ मेनली प्रायः जसो होइन आफ्नो कामहरू गर्दाखेरि चाहिँ कुनै पनि काम गर्दै हुनुहुन्छ, तपाईँले कुनै पनि स्क्रिनसट लिएर कसैलाई पठाउनु पऱ्यो भने तपाईँलाई स्क्रिनसट लिनै पर्छ होइन। अब तपाईँले कसरी लिने त कम्प्युटर अथवा ल्यापटपमा भन्दाखेरि धेरै तरिका हुन्छ है। पहिलो तरिका भनेको त तपाईँको ल्यापटपमा अथवा किबोर्डमा तपाईँले PRTSC भन्ने देख्नुहुन्छ, त्यहाँ तपाईँले थिच्नुभयो भने त्यहाँबाट तपाईँले कुनै पनि स्क्रिनसट लिन मिल्छ क्या, हेर्दै यसरी लिन मिल्छ है। यसरी लिएपछि यो स्क्रिनसट भइसक्छ, यहाँ आइसक्यो। अर्को तरिका भनेको चाहिँ त कसैकोमा चाहिँ फेरि त्यो PRTSCले काम गर्न नसक्ला होइन, गरेन भने चाहिँ अर्को नै हुन्छ। एउटा के छ भन्दाखेरि विन्डो सिफ्ट अनि यस थिच्नुभयो भने तपाईँको एउटा स्निपिङ टुल भन्ने हुन्छ क्या तपाईँको ल्यापटप अथवा कम्प्युटरमा। त्यो स्निपिङ टुलले चाहिँ के गर्छ भन्दाखेरि तपाईँले कुनै पनि स्क्रिनसट लिनु पऱ्यो, कुनै पनि कुराहरूको चाहिँ अब यहाँ हेर्दै विन्डोकै लिनु पऱ्यो अथवा तपाईँलाई चाहिँ आफैले मनमर्जी कुनै कति भाग लिनु पऱ्यो, सबै कुराहरू चाहिँ यहाँबाट स्क्रिनसट लिन मिल्छ है। यो एउटा तरिका भयो। अब अर्को भनेको चाहिँ विन्डो प्लस अनि PRTSC यसले पनि यो खोलिदिएको छ माथिको होइन, भनेपछि सबैले यो खोलिदिएको छ हेर्नु त होइन माथिको। भनेपछि यसरी पनि हामीले चाहिँ अप्सन खोल्न मिल्छ। भनेपछि हामीसँग स्क्रिनसटको सर्टकटहरू के छ भन्दाखेरि एउटा त PRTSC भइहाल्यो, अर्को त्यो सपोर्ट गरेन भने विन्डो प्लस सिफ्ट प्लस यास होइन, विन्डो थिच्ने अनि सिफ्ट थिच्ने अनि यास थिच्ने, त्यो थिचिराख्ने है। विन्डोज थिचिराख्दाखेरि सिफ्ट पनि थिच्ने अनि फेरि विन्डोज र सिफ्ट थिचिराख्दाखेरि यास पनि थिच्ने है। अनि अर्को भनेको चाहिँ विन्डोज प्लस PRTSC किबोर्ड है। ल यो पनि भयो हाम्रो स्क्रिनसटको सर्टकटहरू है त। अब हामीसँग अर्को रहेको छ पावरको सर्टकटहरू। अघि मैले जुन त्यो अल्ट प्लस F4 भने नि त्यो यसमा नि युज भयो होइन। जस्तै यहाँ गएर मैले अल्ट प्लस F4 गरेँ भने त आयो नि त अप्सन होइन। मैले कुनै पनि फाइलमा चाहिँ यो गरेको भए के हुन्थ्यो, यो हट थियो पहिला, फर्स्टमा यो क्यान्सल हुन्थ्यो अनि फेरि थिच्यो भने अप्सन देखाउँथ्यो है। अब हामी अर्को भनेको चाहिँ तपाईँको टास्क म्यानेजर भन्ने हुन्छ क्या एउटा। तपाईँले जस्तै केही कुराहरू रन गरिराख्नु भएको छ, तपाईँको अब ब्याकग्राउन्डमा कति कुराहरू रन भइरहेको हुन्छ कम्प्युटरमा होइन, त्यो सबै कुराहरू जस्तै तपाईँको कति मेमोरी चाहिँ युज भएको छ त्यो सबै कुरा हेर्नु छ भने चाहिँ तपाईँले टास्क म्यानेजर ओपन गर्नुपर्ने हुन्छ। त्यो तपाईँले यहाँ गएर यसरी राइट क्लिक गर्नुभयो भने यहाँ पनि हुन्छ टास्क म्यानेजर है। नभए तपाईँले सर्टकटमा कन्ट्रोल सिफ्ट अनि ESC एस्केप थिच्नुभयो भने यसले टास्क म्यानेजर ओपन गरिदिन्छ है। तपाईँले यहाँबाट चाहिँ जुन पनि कुराहरू यसरी पर्फर्मेन्सहरू हेर्न मिल्ने कुरादेखि त्यो सबै कुराहरू चाहिँ युज गर्न मिल्ने हुन्छ। तपाईँको के चलिरहेको छ एप्लिकेसनहरू अहिले होइन, त्यो सबै यहाँ देखाउँछ है। ल अर्को रहेको छ विन्डोज प्लस एक्स भनेको तपाईँको यो मुनिपट्टि एउटा अप्सन जस्तो खुल्छ क्या, विन्डोज प्लस एक्स थिच्नु त तपाईँको सबै सटडाउन पनि यहीँबाट गर्न मिल्यो। तपाईँको फाइल एक्सप्लोररदेखि यताउति सबै कुराहरू चाहिँ अप्सन दिएको हुन्छ यसले यहाँबाट है। यो चाहिँ विन्डोज प्लस एक्स याद गर्नु है त। अब अस्ति हामीले त्यो सेटिङको त हेरिसकेका छौँ, विन्डोज प्लस भन्नुहोस् त आई है सेटिङ खोलिदिन्छ है त। भनेपछि यो सर्टकटहरू चाहिँ मेनली तपाईँको चाहिँ हुन्छ युज गर्न तपाईँले सक्नुहुन्छ आफ्नो डेली लाइफमा है। अब कापी पेन्सिल बोकेर बस्नु भएको छ भने त्यो लेख्न पनि सक्नुहुन्छ, किनभने झ्याप्प एकचोटिमा यो सबै कुराहरू याद हुँदैन। तपाईँले गर्दै गएपछि तपाईँलाई युज गर्नुपर्ने कुराहरू भएको भएर चाहिँ तपाईँले युज गर्दै गएपछि यो मैले आज भनेको जति सबै नै आफै याद हुन्छ। किनभने यो प्रायः तपाईँले पछि गएर एउटा प्रोफेसनल लेभलमा केही गर्नुभयो भने तपाईँले मेनली चाहिँ यो सर्टकटहरू धेरै नै युज गर्नुहुन्छ है। ल आजलाई हामी यसै बन्द गर्छौँ।